झ्याप्पै निन्द्रा लाग्छ, झ्याप्पै। टेन्सन नगर्नुहोस्। बजारमा कुनै पनि आयुर्वेदिक औषधि पसलमा जानुभयो भने अश्वगन्धा चूर्ण पाउँछ। अश्वगन्धा चूर्ण हो, त्यो चूर्ण 1 चम्चा अनि 1 चम्चा मह मिलाउनुहोस्, त्यसमा खान दिनुहोस्। जस्तो सुकै निन्द्रा नलाग्ने मान्छेलाई पनि झम्म निन्द्रा लाग्छ। तर यो प्राकृतिक तरिकाले हो। फेरि त्यो अश्वगन्धा र मह खाइसकेपछि मान्छेलाई शारीरिक कमजोरी छ नि, हो त्यो पनि एकदम नष्ट गरिदिन्छ। किन अश्वगन्धा आफैमा त्यो घोडाको जस्तो बल तागत दिने चिज हो र अझै यो नपुंसकताको लागि त असाध्यै राम्रो छ। यो प्रयोग गरौँ, एकदम मजाले निदाउँ। अनि अर्को कुरा, जसलाई माइग्रेनको कारणले निन्द्रा लाग्दैन त्यसले चाहिँ लोकल गाईको घिउ एउटा नाकमा 4 थोपा, एउटा नाकमा 4 थोपा, बिहान र बेलुका 2 पटक दुईटै नाकमा 4-4 थोपा हाल्नुभयो भने माइग्रेनको पेन पनि ठिक हुन्छ। अनि माइग्रेन पेनले जसलाई तपाईको निन्द्रा लाग्दैन उहाँलाई पनि ठिक हुन्छ। आउनुहोस्, यस्तो अद्भुत हाम्रो औषधिहरू हामी वरिपरि छ, हाम्रै देशमा छ। तर हामी आज तीखा सुई घोच्न बाध्य छौँ, मोटा औषधि खान बाध्य छौँ। यो बाध्यताबाट हटौँ। आउनु, स्वस्थ रहौँ, मस्त रहौँ, आनन्दित बनौँ। जय गौ माता।